हेलो गाइज, वेलकम टु माई न्यू भ्लग, न्यू डे। आजको मेरो भ्लग सुरु हुन्छ मेरो घरबाट। ट्याक कस्तो मस्त छ है मेरो घर चाहिँ। म चाहिँ अहिले ट्याक्क हाम्रो पूजा गर्नको लागि दुबो टिप्न जाँदैछु होइन। ट्याक्क कहाँनिर छ भन्दा हाम्रो दुबो चाहिँ ट्याक्क यतिनिर पाउँछ है। त कस्तो मजाको मेरो घर चाहिँ यो दुबो टिप्न लागि है। ढक्क दुबो टिप्ने अनि त्यसपछि पूजा गर्नुपर्छ, ढक्क टिका लाउनुपर्छ है। हाम्रो घर ठ्याक्क केरा पनि है गाइस, केरा पनि भइरहेछ। आज चाहिँ मिठो भोला भन्छ, हेरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला है। अरू चाहिँ भन्न सक्दिनँ है। लाइक कमेन्ट सब्सक्राइब सेयर चाहिँ गरिदिनु होला। एकदम सुन्दर हराभरा छ नि त। अब आहा मस्त छ है। मम्मीले चाहिँ ट्याक्क हामीलाई पूजा गर्न लाउनु भएको छ। चाहिँ हाम्रो घर है। त्यतातिर मोटर बाटो छ, म चाहिँ यहाँ छु। राम्रो घाम लाग्ने बेला हुन लागिरहेको छ हेर्नु त, यस्तो घाम लाग्न लागिसकेको छ है। सुख शान्ति होस्, दुःख कष्ट रोग शोक हरण होस्, राम्रो प्रगति उन्नति प्रगति होस् भगवान्ले। मेरो चाहिँ ट्याक्क चिया खाने समय भएको छ है। चिया खान्छु अनि के काम गर्नुहुन्छ घरकाले, अनि त्यही काम गर्न जान्छु। अनि त्यही भिडियोमा बताउनु लागि थियो। म चाहिँ अब ट्याक्क घरको काम अनुसार सोर जाँदैछु होइन। हाम्रो चाहिँ ट्याक्क गोठ ट्याक्क हेर्नु त मस्त बाख्राहरू छन्, टन्नै छन् है बाख्रा चाहिँ, 10-12वटै छन्। हाम्रो चाहिँ ट्याक्क त्यो चाहिँ मलखात हो। हाम्रो चाहिँ घर मुनितिरको घर छ है गाइस। यहाँ त कस्तो मिठो भ्यू छ है। हाम्रो चाहिँ एउटा भैँसी एउटा बाख्रा छ है। यहाँनिर कुडो छ। ट्याक्क म चाहिँ अब पर्सौला सोर्न जान्छु अनि हामी बाटोमा भेट्नेछौँ। म चाहिँ ट्याक्क पर्सौला सोर्नको लागि ट्याक्क डोको हाम्रो हैसा रेडी पाऱ्यो। अब चाहिँ जानुपर्छ है। डोको बोकेर लागे गाइस। अब चाहिँ ट्याक्क पर्सौला सोर्न जानुपर्ने हुन्छ। ट्याक्क अब एकछिनमा हामी ट्याक्क पर्सौला सोर्न जाने बाटो चाहिँ अप्ठ्यारो छ गाइस। यहाँनिर चाहिँ मकै छन्, यस्तो मजाको गाउँ छ हेर्नु न। मेरो चाहिँ त्यो पारी चाहिँ इस्मा हो है। बारी चाहिँ हेर्नु त मस्त छ, हरियाली छ। हाम्रो मकै चाहिँ खासै छैन अहिले। यसपालि मकै चाहिँ हाम्रो खासै भएन है। प्रायः यता चाहिँ हाम्रो मकै राम्रो भएको भन्ने चाहिँ यहाँनिर रहेछ अलिकति मकै राम्रो। अनि यो चाहिँ हातको बोटै अहिले चाहिँ फल्याएको छैन। हाम्रो चाहिँ यता ठ्याक्क गाउँ हेर्नु न मस्त छ। ठ्याक्क फिलिसक्यो हाम्रो गाउँ चाहिँ होइन। ठ्याक्क मजाको त्यस्तो राम्रो पनि छैन। त्यहाँनिर एउटा केरा रहेछ है। तलको मकै चाहिँ एकदम राम्रो छ। अब म चाहिँ हिँड्छु ठ्याक्क लाएर है तपाईँसँग। अब हामी अब एकछिनमा बाटोमा गएर भेट्छौँ। उक्लिने बाटो पनि यस्तो एकदम अप्ठ्यारो छ, यहाँदेखि माथि जानुपर्ने हुन्छ। यो सब हाम्रो है। ल म एकछिनमा भेट्छु है त। म चाहिँ यही बाटो हुँदै जानुपर्ने हुन्छ पर्सौला सोर्न। यहाँ चाहिँ निकै नै अप्ठ्यारो छ, यस्तो अप्ठ्यारो छ, जानुपर्ने हुन्छ सिधै। यस्तो ठ्याक्क जङ्गलमा आइसकेँ म चाहिँ। त्यो बाँसहरू छ, एकदम रमाइलो छ। ट्याक्क हाम्रो चाहिँ मौसम एकदम राभरा छ। गाउँ भनेको गाउँ नै हो क्या हेर्नु त, कस्तो मिठो छ मौसम चाहिँ। त्यो मसहरू बाँसहरू छ, रुखहरू छ अन्त यस्तो। यहाँनिर चाहिँ रुखो ढलेको रहेछ। अब चाहिँ हामी लगभग 1 मिनट अन्तरालमा पर्सौला सोर्ने ठाउँमा गइन्छ अनि हामी हजुरलाई त्यहीँ गएर भेट्छौँ है त। म चाहिँ मेरो लोकेसनमा आइसकेँ है। अब चाहिँ उयो माथिदेखि सर र हैसाले टक्क सर र सोर्नु पर्ने हुन्छ। टक्क यतातिर यस्तो भिड छ होइन। यहाँ लोट्यो भने चाहिँ बाँच्नु चान्स कम नै हुन्छ हेर्नु त गाइस। तल यस्तो भिड छ। म चाहिँ टक्क पर्सौला सोर्न भनेर ठ्याक्क आएँ। मेरो ठ्याक्कै डाँडामा आइसकेको छु। ठ्याक्क यहाँनिर तल देख्ने चाहिँ सबै हाम्रो एकदम सुन्दर हराभरा छ। हाम्रो चाहिँ पास सोर्न चाहिँ यहाँदेखि सर र ल्याएर म ठ्याक्क यहाँ जम्मा गर्छु। डोको हैसा यहाँनिर छ। अब डोको हैसा चाहिँ यहाँनिर छ। अब म ठ्याक्क डोको हैसा झिक्छु। हैसा पनि झिकिसकेँ। अब चाहिँ हाम्रो अड्डामा जाने फेरि बाटो फेरि एकदमै डेन्जर छ गाइस, डेन्जर। हेर्नुहोस् अब कसरी जाने हो, यति लड्यो भने फेरि कहाँ पुगिन्छ हेर्नु न। अब यस्तो छ हाम्रो बाटो ठ्याक्कै हेर्नु त। यहाँदेखि म अब उक्लिन्छु। अब यस्तो भिडियो बनाउँदैछु, सबैले साथ सपोर्ट गरिदिनु होला, माया देखाइदिनु होला भन्दै होइन। हामी चाहिँ अब अड्डामा आयो।
अब चाहिँ हामी एकछिन पास छोड्छौँ अनि त्यसपछि हामी डोको भरेपछि हामीलाई हजुरहरूलाई भेट्ने नै छु। अहिलेलाई यति नै है। डोको भरिने पर्सौला नपाइएर म चाहिँ यहाँ फेरि अड्डा चेन्ज गर्न लागिरहेको छु। अड्डा चाहिँ मेरो ठ्याक्क अब फेरि अलि हाम्रो जोखिमपूर्ण ठाउँमा छ। अड्डा चाहिँ यहाँ तल झर्नुपर्ने हुन्छ। यहाँबाट अब तल बिस्तारै बिस्तारै झर्दैछु। ठ्याक्क अब यहाँनिरबाट एउटा डोका पहिला पनि गुल्टेको थियो। पहिला गुल्ट्यो भने सिधै जाने हो कि तल, सिधै तल खोलानिर जाने अनि ल्याउने क्या। यहाँनिर चाहिँ हेर्नु त त्यो मजाका फटेङ्ग्राहरू छन्, बुरुक बुरुक उब्रिरहेछन् नि त। त्यो मजा छ, हराभरा छ। जस सबैले साथ सपोर्ट देखाइदिनु होला, माया गरिदिनु होला। लाइक कमेन्ट सब्सक्राइब सेयर गरेर कमेन्टमा कस्तो लाग्यो मिठो यसो कमेन्ट गर्नु होला है। म चाहिँ ढाक्क आएँ। म चाहिँ अब थोरै बेरमा अड्डामा पुग्नेवाला छु। मेरो अड्डा चाहिँ त्यहाँ छ हेर्नु त। त्यो सल्लीपिरल सोर्नु जानुपर्ने छ अड्डा। त्यहाँबाट तल डोको पल्ट्यो भने फेरि सिधै तल लिन जानुपर्ने छ। अब चाहिँ म त्यही अड्डामा गएर भेट्छु है त। फाइनली मैले चाहिँ सोरेर थाकेर पनि बसिसकेको छु। ठ्याक्क यहाँनिर छ सल्लीपिरलको अड्डा चाहिँ मेरो अड्डा। कति छ थुप्रो बनाएको छु। डोको चाहिँ त्यहाँनिर छ। अब चाहिँ म डोको माल्छु अनि तपाईँलाई डोको माल्नेवाला भेट्ने छु। तपाईँ मसँगै रहनु होला। फाइनली गाइस मैले चाहिँ डोको भरिसकेँ है। अब चाहिँ म खाडी उकालो निस्किनु पर्ने हुन्छ। बाटो चाहिँ एकदम डेन्जर छ यहाँदेखि। यहाँ डोको पल्ट्यो भने सिधै तल जान्छ। म चाहिँ सट्ट त्यहाँनिर म चाहिँ जुम गरेर देखाउँछु। त्यहाँनिर निस्किनु पर्ने छ। हामी अब त्यहीँ गएर भेट्छौँ है त। के गर्ने यस्तै छ। अब म चाहिँ ठ्याक्कै डोको बोकेर लागिसकेँ। अब चाहिँ म चाहिँ यस्तै यो बाटो हुँदै सर माथि निक्लिनु पर्ने हुन्छ। म चाहिँ अब तपाईँलाई ठ्याक्कै बाटोमा गएर भेट्छु है त। म चाहिँ ठ्याक्कै अहिले बाटोनिर निस्किसकेँ। अब चाहिँ ठ्याक्कै हाम्रो म अघि जुन बाटो आएको थिएँ त्यहीबाट जान्छु। यहाँनिर चाहिँ अलि डरलाग्दो जङ्गल छ होइन। त्यहाँनिर चाहिँ एउटा के लेख्ने कुनै पहिला दुम्सी भन्छ हाम्रो गाउँतिर, सारको दुलो छ दुम्सी भन्छ हाम्रो गाउँतिर। हजुर कता भन्छ कमेन्ट हानिदिनु होला है। अब चाहिँ हामी अलि पर गएर भेटिन्छौँ। चाहिँ जाने बाटो चाहिँ यही हो। यहाँबाट चाहिँ लुट्यो भने गइहालिन्छ। ए बल्ल तल्ल म निस्किसकेँ हाम्रो बारीमा। टक्कै हेर्नु त मकै पनि ठिकै छ, राम्रैसँग अहिलेसम्म भर्खर खन्नुभएको रहेछ बाबुले। टक्कै खन्नुभएको छ, राम्रै छ मकै। तलतिर चाहिँ राम्रो छैन, माथितिर चाहिँ राम्रो छ। त्यही हो, हजुरहरूले माया देखाइदिनु होला। लाइक कमेन्ट सब्सक्राइब सेयर चाहिँ हान्न नभुल्नु होला। अब हामी ठ्याक्कै घर जान्छौँ। घर गएर फेरि के कामहरू हुन्छ काम गर्नै पऱ्यो। गाउँमा यस्तै छ हेर्नुहोस्, काम नगरसम्म खान पाइन्न। जाने बाटो यस्तो छ। यहाँ त हिँड्छु यति लोट्यो भने सिधै बारीमा हो गाइस। म चाहिँ घर आइसकेँ। अब चाहिँ पर्सौला कटेरामा राख्नुपर्ने हुन्छ। चाहिँ टक्क आइसकेँ। कतिवटा छ यस्तो छ हेर्नुहोस्। हेर्ने अब म चाहिँ फेरि खुसी हुन्छ क्या। म अब आएपछि उठिहाल्छ क्या त्यो हेर्नु न। बाख्रा पनि टन्नै छ। त दुइटा छन् यहाँनिर भित्र छन् हाम्रो चाहिँ बाख्रा हेर्नु टन्नै छन् क्या गाइस। एकदम राम्रो छ बाख्रा चाहिँ, राम्रो छन्। पाठा छन् दुई तिनवटा भित्र पनि छन्। ठिकै छ। त्यो चाहिँ हराभरा छ, एकदम मिठो छ। यो चाहिँ त्यो चरा कराइरहेको छ नि, यो चराको नाम चाहिँ न्याउला भन्छ हाम्रोतिर। परलो टोवा छ, अरू त ठिकै हो। अब हामी एकछिनमा भेट्छौँ। सो गाइस, ल गाइस आजलाई यति नै। मेरो भ्लग चाहिँ धेरै लामो भएको कारणले भोलि अर्को भ्लगमा डेली भ्लग हाल्नेछु। सबैले साथ सपोर्ट लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हस्त धन्यवाद।